अब जापान आइडिया के पनि थिएन बिजनेस भिजा के हो भन्दा त अब हामी नर्मली बुझ्ने बिजनेस भनेको एउटा व्यवसाय हो हैन त्यो सोच तर यहाँ आएर गर्नुपर्ने के हो भने त्यो के पनि थाहा थिएन क्या त्यतिखेर चाहिँ अब भिजा लाग्यो त्यसलाई हुन्छ छिरौँ भने तर यहाँ आइसकेपछि उहाँले दुःख यहाँको कन्डिसनको भोगाई हैन जुन यहाँको सिस्टमहरू चाहिँ अहिले एकदमै भयो नि त त्यसले गर्दाखेरि सबैलाई हुन्छ त्यो बेला मलाई पनि भयो म बेकारमा आएछु मलाई त वही नेपालै ठिक थियो त्यो म त्यो ठाउँमा काम गर्दाखेरि चाहिँ मैले चाहिँ जाने बेलामा छोड्ने बेलामा चाहिँ मैले के चाहिँ मनमा क्लियर भएको छु भने त्यो ठाउँको मैले पहिला चाहिँ भने तपाईँले प्रश्न पार्नु त्यतिखेर मैले चाहिँ होटेलमा चाहिँ सेक्युरिटी काम गर्थेँ त्यो बेला अनि त्यसपछि फेरि अब हुन त 2 वर्षमा त हरेक कुराहरू पनि ज्ञानहरू भइनुहुन्छ नि त हरेक कुराहरू धेरै कुराहरू चाहिँ ज्ञान सिक्ने मौका पाएँ मैले पनि पाएँ साथीभाइहरूसँग हरेक कुरासँग संस्थासँग थिएन त्यो बेलामा चाहिँ संस्थामा मेम्बर एउटा संस्था गठन गर्नको लागि 17-18 जना मान्छे त चाहिन्छ त्यो बेलामा चाहिँ अघि तपाईँले भन्नुभएको जस्तो आएर बस्थ्यौँ न त होइन त्यो चाहिँ भएको थियो होइन आएर बस्थ्यौँ अब एउटा संस्था एउटा चाहिँ पुरा गर्थ्यौँ त्यसपछि गर्दै जाउँ भन्ने कुरा त्यसमा म जोडिएको थिएँ त्यो बेला होइन हाम्रो जातिलाई मात्र होइन कि अरू जातलाई पनि परेको छ भने किनकि यहाँ जात मात्रै हेरेर हुन्न क्या किनकि म यो तामाङ भएर मैले तामाङलाई मात्र प्रायोरिटी दिनुपर्छ भन्ने पनि छैन भोलिको दिनमा अधिकांश समस्या भनेको स्टुडेन्ट लाइफको समस्या हो यहाँ है त्यसमा यो तामाङ पनि पर्न सक्छ गुरुङ मगर या अर्कैलाई पर्न सक्छ तर हामीले होइन ऊ तामाङ हो उसलाई मात्र गर्नुपर्छ भन्ने त्यो एउटा मनमा लिएर हुँदैन त्यो भन्यो भने एकदमै गलत हो क्या नमस्ते साकुरा संवादमा यहाँलाई स्वागत छ धन्यवाद कार्यक्रम सञ्चालिका बहिनीज्यू थ्याङ्क यू हजुरको नामबाट जान्दै मेरो नाम चाहिँ राज थिङ लामा हजुर त हाम्रो खानसाई तामाङ समाजको अध्यक्ष हुनुहुन्छ नि अहिले खानसाई तामाङ समाजको हजुर अहिलेको भनौँ अध्यक्ष जेस नेतृत्व गर्दै अहिलेसम्म गरिरहेकै छ भनौँ राम्रो भइरहेछ ठिकै छ सो हाम्रो फर्स्टमा हाम्रो कार्यक्रमको थिम अनुसार चाहिँ अब हामी हजुरलाई बाल्यकालबाट सोध्छौँ हजुरको बाल्यकाल जीवन अब बाल्यकाल जीवन कस्तो छ भन्ने अब नर्मल्ली ठिकै नै हो अब त्यो बेलामा बाल्यकालको कुराहरू सम्झिँदा त भनौँ न अब इभन अहिले पनि त एकदमै क्या त्यो कुराहरू क्षणिक त्यो क्षण सम्झिँदाखेरि चाहिँ दुःख पनि पाएको थियो होइन बिस्तारै बिस्तारै सुख पनि मिल्दै गयो अब दुइटै कुरा भयो क्या दुःख पनि प्लस सुख पनि त्यो बेला त्यसरी नै भोग्दै चाहिँ स्ट्रगल गर्दै भनौँ न त्यसलाई चाहिँ हामीले के गर्दै अहिलेसम्म यो ठाउँसम्म आइपुगेको छौँ मेरो परिवारमा हामी अहिले लगभग मेरो बुवा मम्मी अनि मेरो मिसेस एउटा छोरी छ अनि बहिनी एउटा छ बहिनी पनि लगभग बिहे भएर उसकै घरमा बसिरहेको छ पारिवारिकमा भोग्नु परेको के दुःख छ लाइक बचपनको बेलामा बाल्यकालमा जस्तो मैले अघि पनि भने अब दुःख त धेरै नै भोगेको हो है अब किनकि अब हाम्रो लगभग ऊ बेला त त्यस्तै नै थियो भनौँ न सबै कुरा सर्वसम्पन्न थिएन अनि धेरै कुराहरू चाहिँ हामी लगभग त्यो स्टेजलाई त्यो फेजलाई चाहिँ हामीले गर्दै आएका हौँ धेरै कुराहरू छ अब यसमा गर्न थाल्यो भने त लगभग धेरै नै लामो कुराहरू हुन्छ होइन बायोलोजिकलको कुराहरू चाहिँ कसरी चाहिँ अघि बढ्दै कस्तो अनुभव बटुल्दै हामी आएको थियौँ कुन स्टेजबाट चाहिँ हामी चाहिँ गुज्रेर भनौँ न त्यसलाई चाहिँ निहाल्दै गर्दाखेरि हामी त्यो आउँदा धेरैलाई लामो छ यो कुराहरू गऱ्यो भने सायद अहिले पनि भनौँ यो कुरा गरेर त आँसबाट निस्किन्छ मेरो है कतिको भित्र मनबाटै कुराहरू निस्कियो भने धेरै नै के त्यो छ ठिकै छ भनौँ अहिलेसम्म आएर लगभग अब अहिले चाहिँ ठिकै छ भनौँ हजुरलाई लाइक अब त्यो सानो बेलामा हजुरले जुन कुरा केही चाहनुभएको कुराहरू हुन्छ नि अब म यो कुरा चाहन्छु है यो कुराबाट चाहिँ मलाई यो कुरा चाहियो मम्मी बाबा भनेर हजुरले पाउनुहुन्थ्यो सबै कुरा त्यस्तो त्यसमा चाहिँ एकदम म सानो बेलामा चाहिँ एकदम जिद्दी पनि थिएँ होइन अब मलाई चाहिँ हरेक कुराहरू चाहिँ चाहियो भनेको चाहिँ मलाई चाहिँ चाहियो क्या त्यो चाहिँ तर त्यसमा चाहिँ मेरो एकदमै म चाहिँ मेरो आफ्नो स्पेसली मेरो ड्याडी हुनुहुन्छ नि ड्याडीलाई चाहिँ एकदमै थ्याङ्कफुल गर्नुहुन्छ कि किनकि मेरो हरेक कुरा इच्छालाई चाहिँ उहाँले पुरा गरिदिनु भएको थियो प्लस मम्मी पनि हुनुहुन्छ मेरो हरेक इच्छा चाहनालाई चाहिँ मैले चाहिँ अब मलाई यो कुरा चाहियो भनिसकेपछि एकदम मलाई चाहिँ जिद्दी पारेको थिएँ क्या म हुन त पहिल्यैदेखि अलिकति म सानो उमेरदेखि नै जिद्दी भन्ने थियो मेरो त्यो भएर चाहिँ अब गर्दाखेरि अब उहाँहरूलाई पो सकि नसक्यो भने मेरो इच्छा चाहना चाहिँ पुरा गरिदिनुहुन्थ्यो त्यो कुराहरू सम्झिँदा चाहिँ एकदमै पहिला चाहिँ के हुन्थ्यो भने अब सानो बेलामा चाहिँ हामीलाई अब केही कुरा चाहियो भने दसैँ गर्नुपर्ने हुन्थ्यो कति कुराहरू छ नि त होइन दसैँ नआएसम्म है ल यो कुरा पाउँदैन तिमीले भन्ने टाइपको हुन्थ्यो दसैँ पख न दसैँ आउँछ अनि कुरा दिन्छु म भन्ने टाइपको त्यस्तो टाइपको भन्छ हजुरलाई अनि त्यस्तो हुन्छ अब सानो उमेरमा त त्यही त नि हामीलाई बचपनमा हुने भनेकै दसैँ कहिले आउला तिहार कहिले आउला भने हाम्रो त ठुलो चाडपर्व हुन्छ नि त त्यो त एकदमै के दसैँ आइदिने हुन्थ्यो त्यसपछि त अब नर्मल्ली भनिहाल्यो त्यो दुःखको बेलामा पनि
दसैँको बेलामा अलिकति हुँदाखेरि राम्रो कपडा नयाँ कपडा लगाउनु अरूको देख्दा पनि अब त्यो हाम्रो त लगभग भनौँ न अब फ्यामिली चाहिँ अलिकति तलै थियो क्या भनेको एकदमै निमुन त्यस्तो थियो तर त्यति भए पनि तर मलाई चाहिँ कहिले पनि मेरो फ्यामिलीले चाहिँ कमजोरी चाहिँ कहिले पनि गर्नु भएन उहाँले चाहिँ दुःख गरेर भए पनि आफ्नो बाबु नानी या मलाई चाहिँ होइन यो सुखमै राखेर हुर्काएर पढाएर चाहिँ मलाई हरेक कुरा मेरो चाहिँ इच्छा चाहना चाहिँ पुरा गरिदिनु भएको थियो क्या उहाँले त्यसको लागि इभन अहिले पनि चाहिँ मेरो त भनिहाल्ने मलाई मेरो बुबा आमा चाहिँ मेरो भगवान् जस्तो लाग्छ कि यो अहिले पनि हो है एकदमै मेरो भगवान् नै हुनुहुन्छ उहाँहरूले ती नगर्नु भएको सायद आज म यो ठाउँमा हुने थिइनँ होला एकदम अनि यति प्यारो बाबुआमाले छोडेर जापान किन आउनुभयो यस्तो छ अब यो यहाँ आउनु पनि एउटा कस्तो हुन्छ भने एउटा रहरले पनि भनौँ बाध्यता त त्यस्तो त मलाई थिएन होइन एउटा रहरले होइन जाउँ न त जापान म लगभग जापान 2021मा होला सायद आएको 21मा आएको त्यो बेला पनि त्योभन्दा अगाडि त म अरू नै ठाउँमा चाहिँ गएर केही समय बसेर चाहिँ भिजिट गरेर बसेको मान्छे होइन एक्कासी अब जापान जाउँ न त भन्ने एउटा माइन्ड सेट भयो त्यतिकै चाहिँ गर्दा गर्दै यसै क्या जापान चाहिँ अब होइन यस्तो सोच चाहिँ भन्दा नि कस्तो हुन्छ भने तपाईँको मैले पहिला म जस्तै मैले पढाइको विषयमा गर्दाखेरि मैले लगभग +2 क्लियर गरिसकेको त्यतिखेर चाहिँ मेरो एउटा चाहना चाहिँ त्यतिखेर बल्ल सुरु भएको थियो क्या विदेश जाने जस्तै अस्ट्रेलिया जापानहरू ट्रेन्डहरू चलेको थियो त्यो बेला चाहिँ जापान जाउँ न त भने त्यतिखेरै मलाई चाहिँ भएको थियो होइन लगभग मेरो तपाईँको कतिमा होस् सायद मैले एसएलसी दिइसकेपछि +2 जोइन गरेँ त्यसपछि चाहिँ त्यो बेला चाहिँ बढी चाहिँ अस्ट्रेलिया र जापान थियो क्या होइन त्यो बेलामा चाहिँ ट्राई गर्दाखेरि जापान जाउँ न त भने त्यतिखेरबाट सोच्थेँ मेरो मैले लगभग एसएलसी मैले 2065-66 जस्तो लाग्छ त्यतिखेर दिएको एसएलसी मैले +2 मैले 68-69 दिएर त्यतिखेर चाहिँ गर्ने भन्ने सिलसिलामा जापान अब त्यही त आफूले भनेको जस्तो त कहाँ हुन्छ सोचेको जस्तो कहिले पनि पुरा हुन्न तर भाग्यवश एउटा भुमरी भने जस्तो समयको चक्रले चाहिँ मलाई चाहिँ धेरै समय पछाडि चाहिँ जापानमा आउने एउटा वातावरण चाहिँ मिलेर चाहिँ त्यो सिर्जना एउटा हाम्रो एकजना दाइ हुन्छ उहाँले चाहिँ मिलाइदिएर म यो ठाउँमा आइपुगेको छु राम्रै अब अहिले त कतिपय कन्सल्टेन्सीहरू यस्तो भइरहेछ ठगिरहेछ यस्तो केही भन्छ होइन यस्तो त्यो कन्सल्टेन्सी भन्दा नि मैले चाहिँ अब कन्सल्टेन्सी थ्रुबाट चाहिँ म होइन म चाहिँ अब एउटा हाम्रो एउटा चिनेको दाइ हुनुहुन्थ्यो उहाँको थ्रुबाट चाहिँ उहाँले चाहिँ भिजा एप्लाई गरिदिनु भयो यहाँबाट त्यतिखेर म नेपालमै थिएँ आफ्नो एउटा सानोतिनो व्यवसाय गरेर बसिरहेको थिएँ त्यतिखेर अब एक्कासी लगभग भिजा आयो भनिसकेपछि मैले मेरो व्यवसाय सबै त्यो गरेर चाहिँ मैले चाहिँ लगभग उहाँ छोडेर चाहिँ म यहाँ आएको सो हजुर नेपालबाट जापान आउनुभयो मन त एकदमै लाइक बाध्यता होइन रहर पनि एउटा त पाटो त रहर हो भने मैले अघि पनि भने एउटा रहरले छिरिएको हो होइन अब बाध्यता पनि आफ्नो ठाउँमा छ तर जे जस्तो हो भने अब आफ्नो देश र यहाँभन्दा धेरै फरक हुन्छ आफ्नो जापान जाने सोच बनाउनु भएपछि मैले नेपालमा केही गर्न सक्छु भन्ने नलागेर हो के हुन्छ होइन यस्तो अब गर्न त मैले धेरै कुरा प्रयास गरेको हो नेपालमा तर अहिले हजुरलाई पनि थाहा छ अब अहिलेको कन्डिसन नेपालको अवस्था के कस्तो छ भन्ने कुरो होइन होइन पहिलाभन्दा त अझै बिग्रेको छ त्यतिखेर तर अहिले पनि छ र गर्न सक्नेहरूले त नेपालमा पनि गरेर चाहिँ गर्न सकिरहेको छ तर कस्तो हो भने त्यतिखेर चाहिँ अब छिरौँ न जापान छिरिहालौँ गरौँ न त भन्ने एउटा आँखा चिम्लेर हाम फालियो नि त होइन मान्छेले एउटा हुन्छ विदेश छिर्न पाएँ गर्न पाएँ जान पाएँ भन्ने कुरा एउटा चाहिँ मनमा परिसकेपछि कमाइएला भनेर मान्छेको एउटा सोचाइ चाहिँ के हुन्छ भने गइसकेपछि छिरिन्छ कमाइन्छ भन्ने सोच हुन्छ प्रायः अधिकांश मान्छेको सोचाइ नै त्यही हो क्या होइन तर यहाँ आइसकेपछि भोगाइ आफूले सोचेको र भोग्ने धेरै फरक पर्छ होइन तर त्यो कुराहरूलाई चाहिँ अब बुझ्दै नियन्त्रण गर्दै गर्दै अब यो ठाउँमा आइपुगेको छु त्योभन्दा अगाडि हजुर कुनै कन्ट्री जानुभएको थियो लाइक जापान त्योभन्दा अगाडि म तपाईँको सायद 2012मा होला सायद म चाहिँ दुबई गएको थिएँ युएई गएको थिएँ त्यति बेला पनि म लगभग धेरै त बसिनँ म जस्ट म 12-13 महिना बसेको थिएँ कि होइन त्यो बेला पनि घटना अलिकति रमाइलै छ इन्ट्रेस्टिङ नै छ होइन देश विदेश भोग्नु भन्दा फेरि फर्स्ट कन्ट्री भनेको मेरो दुबई गएको थिएँ त्यहाँ मैले लगभग 13 महिनामा बसोबास बसेँ होइन अलि दुःख पनि गरेँ पछि चाहिँ अब होइन यहाँ बसेर केही हुन्न अब नेपालै जानुपर्छ भन्ने सोचले म फेरि त्यहाँबाट म लिभ भएर नेपाल ब्याक टु गएर त्यसपछि 5-6 वर्ष जति म नेपालमै चाहिँ अब व्यापार व्यवसाय गर्दै होइन गर्दै बसिरहेको थिएँ मेरो त्यतिखेर तपाईँको यो फेन्सी पसल कपडाको पसल थियो लगभग एराउन्ड मैले 1-2 वर्ष जति मैले त्यो गरेँ अनि त्यसपछि अब त्यही हो नि अब शान्तिले कामहरू काटाकुटुम गर्दै बसिरहेको थिएँ
अब यहाँ आउनलाई त अचानक अब त्यो यत्तिकै भिजा एप्लाई गर्दाखेरि भिजा अब जापान सरकारले दिएर चाहिँ अब यो ठाउँमा आइपुग्यो। कसैको भिसै आउँदै तपाईँले यति सजिलो पाउनुभएको? सजिलो भन्दा नि अब गर्दा गर्दा आफ्नो एउटा लक पनि हुँदो रहेछ क्या। अब कतिजनाले धेरैचोटि ट्राई गर्छ। अब किनकि मैले स्टुडेन्टमा गरेको भए हुन्थ्यो मेरो त्यो नै मेरो बिजनेस भिजा हो। सिधै मैले बिजनेसमा आएँ, आइसकेपछि त्यो हिसाबले चलिरहेको छु भनौँ। एकदम राम्रो। अब तपाईँ जब नेपालबाट जापान यति धेरै सोचिरहनु भएको छ नि त, म त रहरले यति रमाइलो गर्छ होला यहाँ यस्तो उस्तो भनेर सोचिरहनु, दुःख त आफ्नो ठाउँमा छ होइन, यहाँ आएपछि हुने दुःख त भइ नै हाल्यो। अब पहिलोचोटि तपाईँ लाइक ल्यान्ड हुनुभयो नि जापानमा, के सोच्नु भयो दाजुले? यस्तो सोच्न त अब रमाइलो गर्छु होइन, त्यो रमाइलो भन्दा नि अब सायद पहिलोचोटि छिरिएको भए चाहिँ हुन्थ्यो होला सायद। अब किनकि म योभन्दा अगाडि पनि लगभग मैले भनिहालेँ दुबई गएर चाहिँ मैले आफ्नो दुःख चाहिँ मैले भोगेको थिएँ क्या। स्ट्रगल मैले त्यतिखेर गरेँ होइन। आउन त यो ठाउँमा आएर पनि मैले नगरेको होइन, गरेको स्ट्रगल गरेको छु। यो अहिले पनि स्ट्रगलिङ फेजमै छु म अहिले। त्यसले अब सबै कुरा भरिपूर्ण अझै पनि स्टिल भएको छ। त्यो हुँदा पनि हुँदैन कसैको जीवनमा। स्ट्रगल गर्दै आउँदाखेरि होइन, सुरुमा आएँ, आइसकेपछि नयाँ ठाउँ भयो। तर त्यति साह्रो मलाई चाहिँ गाह्रो चाहिँ भएन होइन। गाह्रो किन भएन भन्दा नि अब म चाहिँ कस्तो भने म सबै साथीभाइसँग चाहिँ नचिने पनि एकदम म चाहिँ मिलेर होइन, एकदम उनीहरूसँग चाहिँ जोडिएर क्या हुन्छ नि एउटा नाता जस्तो दाजुभाइको होइन, तामाङ भएर हो कि हो। अब सबैसँग चाहिँ अलिक राम्ररी चाहिँ बोल्ने, उनीहरूसँग चाहिँ घुलमुल हुने हिसाबले म त्यस्तो खालको चाहिँ नेचर भएको भएर चाहिँ मलाई त्यति साह्रो गाह्रो चाहिँ मलाई भएन, सजिलो भयो। किनकि साथीभाइ पनि मैले त्यो अनुसारकै मैले भेटेँ। हरेक कुरा चाहिँ मलाई साथीभाइबाट सपोर्टहरू एकदमै भयो मलाई। त्यसले गर्दाखेरि मलाई त्यति साह्रो गाह्रो चाहिँ भएन। बिजनेस भिसामा कस्तो हुन्छ? बिजनेस भिसाबारे मैले अझै बुझेको थिएँ, तपाईँले केही आइडिया छ बिजनेस भिसा कस्तो? अब बिजनेस भिसा अब यहाँ आइसकेपछि त भनिहालेँ नि, म त्यतिखेर आउँदाखेरि आँखा चिम्लेरै आएको। त्यो बेला अब जापान आइडिया केही पनि थिएन। बिजनेस भिसा के हो भन्दा त अब हामी नर्मली बुझ्ने बिजनेस भनेको एउटा व्यवसाय हो होइन। अब त्यो सोच तर यहाँ आएर गर्नुपर्ने के हो भने त्यो केही पनि थाहा थिएन क्या। त्यतिखेर चाहिँ अब भिसा लाग्यो होइन, अब जाने हो भन्ने सोच भयो एकदम क्या। मनमा खुसी चाहिँ भयो, कौताले त भन्छ नि, जुन एकदम खुसी भएर अब गइन्छ पैसा कमाइन्छ भन्ने सोच। तर यहाँ आइसकेपछि चाहिँ सुरुको समयमा त अलिकति रमाइलो पनि भयो होला होइन। अब आउँदाखेरि हरेक कुराहरू साथीभाइ भेटघाट भयो, त्यतिखेर भेटघाट हुने चिन्जान हुने साथीभाइ। तर बिस्तारै बिस्तारै बुझ्दै जाँदाखेरि बिजनेस एकदमै आफूले जुन सोचेर आएको थियो त्यो एकदमै फरक क्या, धेरै नै फरक रहेछ। त्यही भएर त्यसमा पनि लगभग म त भनिहालेँ सुरुमा बिजनेस भिजामा आइसकेपछि अब चाहिँ सकिँदैन कि के हो भन्ने पनि भयो, मलाई कन्डिसन भयो। म नेपालै जानुपर्छ कि के हो, नसकिने अवस्था पनि आउँछ कि के हो भने। तर के जस्तो हो भने मलाई चाहिँ भनिहाल्यो साथ सपोर्ट, मलाई हरेक कुरा फ्यामिलीबाट मलाई साथ सपोर्ट भयो। उहाँले चाहिँ होइन अब गइसकेको कुरा ठिक छ, के कस्तो हुन्छ अब गर होइन, हामीले सक्ने सहयोग चाहिँ हामी गर्छौँ भन्ने कुरा हुन्छ होइन। त्यो हिसाबले गर्दाखेरि चाहिँ उहाँहरूको साथ सपोर्टले गर्दाखेरि चाहिँ इभन अहिले स्टिल म चाहिँ यहीँ छु। यहाँ आएपछि अब कतिपय कुरा त भाषाले गर्छ नि त, यहाँ त भाषा हजुरको पढेको भन्दा पनि मैले लगभग पढ्न चाहिँ मैले गएको म कन्सलेजीको, तर एक हप्ता चाहिँ गएँ। जस्ट एक हप्ता होइन, एक हप्ता चाहिँ पढेँ। त्यसपछि त्यही त हो नि, अब पढ्दाखेरि अब झ्याउ लाग्ने कुरो त हो नि, सबैलाई पढ्न भने झ्याउ लाग्छ होइन। इभन थाहा थिएन, म हिँडागाना कता गर्न त्यो मलाई त्यो अक्षरै थाहा थिएन क्या। सुरुमा 2-4 दिन गएँ, त्यो अब घरमै बसेर पढ्दा लेख्दा एकदम त्यो अलिकति कस्तो हुन्छ भने अब हामीले पढेकै नेपाली भाषा इङ्ग्लिस भाषा त झ्याउ लाग्छ, पढ्न गाह्रो हुन्छ। त्यो कहाँ तपाईँको हिँडागाना गर्दा त एकदमै गाह्रो हो। त्यसै मैले छोडिदिएँ क्या। मैले सुरु त म जापान आउनलाई मैले सुरुमा चाहिँ कोसिस मैले स्टुडेन्टबाटै गर्नु खोजेको, स्टुडेन्ट भिजामा आउन त भनेर गइसक्यो। तर त्यो भाषा पढेको त मैले नसकेर नै मैले छोडिदिएको होइन। तर बाइचान्सले कसरी फेरि अब भनिहाल्यो सुरुमा अब यहाँको दाइहरूसँग चाहिँ कन्ट्याक्ट भएर चाहिँ उहाँहरूले चाहिँ भिजा प्रोसेसिङ गरिदिन्छु भन्ने कुरा भएर। भाषा त एकदमै गाह्रो त भइहाल्छ अभियसली, किन नहुने हो र नयाँ ठाउँ नयाँ होइन। तर भनिहाल्यो हरेक कुराहरू चाहिँ साथीबाट पनि मलाई आफ्नो इष्टमित्रहरूले साथ सपोर्ट धेरै भयो क्या मलाई होइन। त्यो एकदमै साथ सपोर्ट भएर नै चाहिँ इभन स्टिल अब भाषामा त जीवन अब अहिले पनि म कमजोरै छु होइन। त्यसमा त कहाँ फुल गर्न एकदम सकिँदैन। तर त्यो बेला चाहिँ मलाई चाहिँ अब जुन मलाई ल्याइदिनेको दाजुहरू हुनुहुन्थ्यो, उहाँहरू साथीभाइहरूले चाहिँ मलाई चाहिँ एकदमै साथ सपोर्ट गरेर उहाँले फुल सपोर्ट गर्नुभयो क्या मलाई हरेक कुरामा। त्यसले गर्दा त्यसरी नै चल्दै आयो। ठिक छ, तपाईँको जुन दाइ हजुर सपोर्ट गर्नु भएको छ नि, स्टार्टिङदेखिबाटै सपोर्ट गरेर आउनु भएको हो उतादेखिबाटै, दाइको केही नामहरू छ? यस्तो छ अब सम्झिनुपर्ने नाम भनेको मलाई जुन यहाँबाट मलाई भिजा चाहिँ प्रोसेसिङमा गरिदिनु भएको एकजना मेरो एउटा दाइ हुनुहुन्छ, दाइ भन्नु साथी जस्तै हो। उसले चाहिँ सोकाइ गरेर उसले चाहिँ यो चिनाइदिएर उसको थ्रुबाट एउटा साथीबाट चाहिँ मलाई चाहिँ त्यो गएको थियो होइन। नेपालमा होइन, मैले उहाँलाई नेपालमा भेटिनँ। मलाई यहाँ जापानमा आउँदाखेरि उहाँ जापानमा हुनुहुन्थ्यो, उहाँसँग चाहिँ मेरो संवाद हुन्थ्यो, फोन संवाद। भेटेको चाहिँ प्रत्यक्ष थिएन मेरो
जस फोनमा कुरा हुन्थ्यो। अब उहाँको नाम चाहिँ भन्नु एउटा श्यामगिरी भनौँ है, उहाँलाई चाहिँ सायद श्यामगिरीजीले नै म एकदम सम्झिन्छु कि उहाँलाई मेरो आदरणीय दाइ हुनुहुन्छ। उहाँले धेरै जापानको ठाउँमा उहाँले मलाई यो ठाउँमा टेकाइदिनु भयो, हरेक कुराहरू साथ सपोर्ट गरिदिनु भयो मलाई त्यो बेलामा होइन। भाषा पनि थिएन, हरेक कुरा उहाँले लिएर जाने ठाउँबाट यस्तो हो उस्तो सबै कुराहरू चाहिँ मलाई गर्नु। तर म चाहिँ उहाँ चाहिँ सुरुमा चाहिँ मलाई जापान देखाइदिने या जापान टेकाइदिने माध्यम चाहिँ उहाँ श्यामगिरी दाइले गर्नुभयो। त्यो एकदम उहाँलाई चाहिँ एकदमै जहिले पनि सम्मान छ कि मेरो चाहिँ उहाँलाई सत्य नमन छ एकदम एकदम। अब हजुरले यहाँनिर जुन जापान आइसकेपछि एकदम रिग्रेट भएको थियो नि, म यस्तो कुरा कहीँ छ जापान आएर पछुतो लागेको केही कुरामा छ हजुरले? त्यस्तो त लगभग भएन मलाई होइन। अब त्यस्तो रिग्रेट भन्ने कुरो चाहिँ अब सुरुमा जापान आइसकेपछि सुरु त रमाइलोमै गयो जिन्दगी, फर्स्ट रमाइलो भयो। तर बिस्तारै बिस्तारै अब यहाँको चाहिँ सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ होइन अलिकति गलतै गरेको छु कि मैले त्यत्रो पैसा लगानी गरेर आएँ होइन, त्यत्रो गरेर आउँदा पनि अझै नहुने भयो, त्यसैले म बेकारमा आएछु भन्ने चाहिँ इभन मलाई मात्र होइन कि इभन सबैलाई हुन्छ त्यो एउटा कन्डिसन, त्यो एउटा फेज चाहिँ सबैलाई हुँदो रहेछ क्या। त्यो इभन मलाई मात्र होइन कि जस्तै बिजनेस भिजालाई मात्र होइन कि स्टुडेन्ट लाइफलाई पनि हुन्छ, स्टुडेन्ट भिजालाई पनि भएको छ, धेरै नै हुन्छ। किनकि अहिलेकै कन्टेक्स्टमा सबैजना जापानको भिजा बोकौँ जापान छिरौँ भन्ने त सबैलाई हुन्छ, छिरौँ भने। तर यहाँ आइसकेपछि उहाँले दुःख, यहाँको कन्डिसनको भोगाई होइन, जुन यहाँको सिस्टमहरू चाहिँ अहिले एकदमै भयो नि त, त्यसले गर्दाखेरि सबैलाई हुन्छ। त्यो बेला मलाई पनि भयो, म बेकारमा आएछु, मलाई त वहीँ नेपालै ठिक थियो, जिन्दगी लाइफ रमाइलो जिन्दगी उतै थियो, मलाई सबै कुरा थियो भन्ने चाहिँ त्यो भएको थियो। तर सबै कुरा सधैँभरि जिन्दगीमा रमाइलो मात्र भन्ने कुरो नै हुँदैन, त्यो एउटा क्षणिक हो, त्यो रमाइलो चाहिन्छ। तर हरेक कुरा आफू अलिकति अपग्रेड हुनको लागि आफूले अलिक दुःख चाहिँ भोग्नै पर्ने रहेछ भन्ने कुरो चाहिँ मैले यहाँ आएर थाहा भयो कि। हजुरले जापान आइसकेपछि गाह्रो लागेको केही छ? गाह्रो धेरै लाग्यो यस्तो गाह्रो त सबैभन्दा कुरा गाह्रो भनेको त भाषै हो। एक नम्बरमा त भाषा, यदि भाषा भएन भने हरेक कुरामा गाह्रो हुन्छ। अब कस्तो हुन्छ भने जापान जस्तै ठाउँ हो कि टाइमको एकदमै के हुने ठाउँ हो क्या यो, किनकि कसैले कसैको लागि टाइमको यो गर्दैन, आफ्नो लागि गरेर हिँड्ने। तर त्यो बेला चाहिँ मलाई चाहिँ होइन साथीभाइहरूले चाहिँ एकदमै भाषा नहुँदाखेरि चाहिँ त्यो बेला चाहिँ मलाई चाहिँ दुःख लाग्थ्यो। किनकि हरेक कुरामा कतै जानु पऱ्यो भने जस्तै कहिले पो कम्युनिटीतिर जानु पऱ्यो भने कि एउटा बोल्न सक्दैन, त्यसलाई पानी लिनु पऱ्यो भने गाह्रो हुन्थ्यो नि त, एउटा केही चिज किन्न पऱ्यो भने गाह्रो हुन्थ्यो, त्यसलाई के भन्ने कसरी माग्ने भन्ने हुन्थ्यो होइन। मैले पहिला बेला सुन्न उहाँको पहिला भाषा नजानेर यतिकै आइन्थ्यो नि त, 1 महिना पढेर 2 महिना पढेर पिक्चर देखाएर मलाई यो सामान दिनु त्यो कन्डिसनहरू पनि भयो, पिक्चर देखाएर तपाईँ कस्तो हुन्छ अब न यहाँ अब इङ्ग्लिस बुझ्ने है। अब अहिले पो अलिअलि इङ्ग्लिसमा के भएको छ जापान होइन, तर पहिलाको जेनेरेसनमा त अब इङ्ग्लिस भन्ने नै थिएन, उनीहरूले चाहिँ दिन्न हो, उनीहरूलाई चाहिँ आफ्नो भाषालाई मात्र प्राथमिकता दिउँ। सरकारी कामकाजहरूमा त झन् युजै हुँदैन, त्यहाँ त नबोल्ने नै भन्छ, सिधै इङ्ग्लिस त यहाँ हुँदैन भन्छ। त्यही बेला मेन चाहिँ समस्या भनेको अलिकति गाह्रो अप्ठ्यारो भनेको त्यही भाषाले गर्दा धेरै गाह्रो भयो तपाईँलाई। अब म चाहिँ हजुरलाई के सोध्छु भने अब लाइक जापान आएपछि एक्लो भयो नि त, जे भयो नि एक्लो त भएको हो नि त, उहाँबाट यति टाढाबाट यति राम्रो फ्यामिली छोडेर आएपछि कहिले रुनु भएको छ यहाँ? चाहिँ म चाहिँ त्यो कन्डिसनमा चाहिँ म भरिनँ होइन, रुने कन्डिसन केही कुराले त्यस्तो चाहिँ मलाई कहिले पनि भएन। किनकि मैले भने सुरुवाती जब मेरो एउटा बानी चाहिँ सबै साथीभाइहरूसँग एकदमै मिलेर हिँड्ने है, सबैसँग चाहिँ एकदम क्लोज भएर हिँड्ने बानीले भएर पनि होला सायद मलाई त्यो फिल चाहिँ कहिले पनि भएन। तर रुने कन्डिसनमा तपाईँलाई एउटा कुरा राख्छु, रुने म 2012मा मैले अघि पनि भने युए जाँदाखेरि म चाहिँ त्यति बेला चाहिँ रोको एकदमै पहिलोचोटि म गएर लगभग सुरुमा नै होइन क्या, तपाईँको म 5-6 महिना कटिसकेपछि म काम गर्दा काम गर्न नसकेर हो या त्यो मेन्टली त्यो के परेर हो, त्यतिखेर त यस्तो मैले रुएर मैले मेरो फ्यामिलीलाई फोन गरेर चाहिँ म अब बस्न सक्दिनँ भनेर उहाँहरूले चाहिँ अब त्यसो तिमी बस्नु पर्दैन, धेरै गाह्रो। किनकि त्यहाँको अब मौसम पनि त्यस्तै हो होइन, तपाईँलाई अब यहाँ धेरै गर्मी ठाउँ हो र अब काम पनि लगभग 12 घन्टा 13 घन्टा काम गर्नुपर्ने। अब यहाँ पनि त्यस्तो के को छैन, हुन त आफ्नो ठाउँमा छ, यहाँ पनि 12 घन्टा 28 घन्टा 18 घन्टा काम गर्ने मान्छे छन्, तर त्यो बेलामा चाहिँ त्यो थियो। अब यो त्यस्तो चाहिँ मलाई यो ठाउँमा परेन होइन, त्यो बेलामा चाहिँ 12 घन्टा 13 घन्टा नन स्टप काम गर्नुपर्ने, दुःख गर्नुपर्छ। अनि एक त अब काम गर्दा एक्लै भएर काम गर्नुपर्ने, त्यो बेलामा चाहिँ एकदमै फ्रस्ट्रेसन हुने क्या, दिमागमा चाहिँ धेरै कुराहरू खेल्ने यस्तो। त्यो बेला चाहिँ उमेर पनि आलाखाच्चै उमेर थियो कि, 12 भने चाहिँ लगभग म त्यतिखेर लगभग 17-18 सायद हो कि जस्तो लाग्छ, त्यो बेलामा म छिरेको। यस्तो हो त्यो बेला मैले भने अब प्रसङ्गले के को छ, त्यतिखेर मैले ठ्याक्कै +2 सकाएँ, +2 सकाइसकेपछि मैले आइएल्स जोइन गरेँ
है आइएल्स चाहिँ गरौँ त्यतिखेर ट्रेन्डै आइएल्स पनि ट्राई गरेको हरेक कुरा ट्राई गरेँ आइएल्स गरेँ आइएल्स गर्दै थिएँ त्यसपछि अब त्यही साथीभाइको लैलैमा चाहिँ अब विदेश त्यति बेला विदेश जाउँ भन्ने हुन्थ्यो नि त हर कोहीलाई सकाएपछि कहाँ जाने विदेश हो त्यति हुन्छ अप्सन छैन होइन केही पनि थिएन त्यतिखेर अब ट्रेन्डै तपाईँको विदेश 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 भन्ने मात्र थियो क्या नेपाल बसेर केही एउटा रोजगारको केही सिर्जना केही पनि थिएन कि त त्यो अनुसारले भरिपूर्ण हुनु पऱ्यो आफ्नो फ्यामिली ब्याकग्राउन्ड पनि स्ट्रङ भएको भए त्यो अनुसारले हुन्थ्यो होला अब त्यतिखेर त्यस्तो थिएन होइन हिजोको दिनमा ब्याकग्राउन्ड चाहिँ अलिकति कमजोर नै त्यो स्टेजमा एउटै हामी फेस हुँदै आएको त्यसले गर्दाखेरि +2 सकिने बित्तिकै चाहिँ मैले ब्याचलर जोइन गरेँ ब्याचलर जोइन गर्दा गर्दा म आइएल्स गर्छु भनेर गर्दाखेरि त्यतिखेर साथीभाइकै भनौँ न स्ट्रिङमा चाहिँ विदेश जाउँ न त भन्ने कहाँ जाने भन्दाखेरि युए जाउँ भन्ने कुरा हो त्यसले गर्दाखेरि त्यति बेलामा पैसा पनि मेरो फसेँ क्या कस्तो भने डिपोजिट 50,000 दिनुपर्ने सुरुमै क्या दिनुपर्ने अनि ठ्याक्क तपाईँको यता आइएल्स पनि गर्दै थिएँ उताबाट भिजाहरू अनि त्यतिखेर त्यो बेलाको 50,000 भने धेरै हो क्या होइन धेरै हो अनि न उता पैसा माया मारौँ कि अब यता छोडौँ भन्ने भयो होइन अब उता उसले के भन्यो भने यदि नआउने हो भने यो पैसा जफत हुन्छ या रिटर्न हुँदैन भनेर भन्थ्यो त्यसले गर्दा त्यो त्यतिखेर त पैसाकै लोभ भयो 50,000 किन खानु बरु जाउँ न त 2-4 वर्ष बसेर दुःख गरौँ भनेर चाहिँ आइएल्सलाई छोडेर म वहाँ गएँ वहाँ गइसकेपछि अब बस्नु पनि धेरै बसेन त्यो 12-13 महिना बसेँ होइन धेरै नै गाह्रो भयो होइन त्यसरी चाहिँ के भयो त्यो मलाई चाहिँ यो युए चाहिँ बेटर लाग्यो जापानै ठिक लाग्यो भने सोच्नु भएको छ भने होइन यस्तो मलाई चाहिँ त्यो म त्यो ठाउँमा काम गर्दाखेरि चाहिँ मैले चाहिँ जाने बेलामा छोड्ने बेलामा चाहिँ मैले के चाहिँ मनमा इक्लियर भएको छु भने त्यो ठाउँको मैले पहिला चाहिँ भने होइन तपाईँले प्रश्न पारौँ त्यतिखेर मैले चाहिँ होटेलमा चाहिँ सेक्युरिटी काम गर्थेँ होइन त्यो बेलामा सेक्युरिटी भन्ने चाहिँ राम्रै थियो गर्दा पनि लगभग 12 घन्टा 13 घन्टा यस्तो के तपाईँको उभ्य गर्नुपर्ने खुट्टा त तपाईँको यति फुलेर होइन पानी हुन्थ्यो त्यसरी गर्दा त्यो दुःख सम्झिँदा हजुर त्यही लगाएर गर्दाखेरि पुरा तपाईँको बस्ने भन्ने पाउँदैन थियो हिँडे अथवा जब मैले त्यो एकदमै गर्मी तपाईँको अनि त्यसरी चाहिँ काम गर्दाखेरि मैले लास्ट टाइममा चाहिँ के चाहिँ सोचेर आएको थिएँ भने म अन्तिममा यो ठाउँमा चाहिँ म जुन होटेलमा म काम गरेको छु त्यो होटेलमा म गएर बस्छु भने त्यो एउटा इच्छा लिएको छु तर त्यो सपना पुरो भएको छैन होइन सायद हुन्छ बिस्तारै हुन्छ त्यसमा चाहिँ त्यो ठाउँमा चाहिँ म जसरी नै म पुग्छु भनेर चाहिँ मैले त्यो एउटा त्यो चाहिँ समय अलिकति मिलिरहेन होइन अब कुरा त्यही त नि अब सबै त्यो एउटा चाहिँ मिल्छ भन्ने एउटा आशा बोकेको छु यस्तो पैसा भनेको त अहिलेको जमानामा त सबै कुरो चिज पैसै जस्तो लाग्छ मेरो होइन त्यो त एकदमै हो अब मान्छेले भन्छ पैसा भन्ने कुरा अब भन्दा पनि अरू कुरा चाहिँ भन्छ नि त्यो ठुलो अरू नै चिज भन्छ तर मान्छेले भन्नु र भोगाइमा फरक पर्छ क्या हो कि भन्नुहोस् न बिना पैसा अहिले केही पनि हुँदैन है हरेक कुरा मान्छे किन दुःख गर्छ किन विदेश जान्छ किनभने पैसाकै लागि जाने हो नि त होइन त्यही भएर पैसा चाहिँ ठुलै हो एकदमै तर पैसा भन्दा चाहिँ बुवा आमा भन्दा ठुलो फेरि पैसा चाहिँ होइन है फेरि त्यो एउटा कुरा चाहिँ म लिन्छु आफ्नो फ्यामिली आफ्नो बुवा आमालाई चाहिँ सधैँ बाँच्न मिल्दैन त्यो भएर अगाडि चाहिँ पैसा मान्छेको जिन्दगीमा हरेक चाहिने कुरा हो महत्त्वपूर्ण एकदमै छ तर भनौँ न 30 कुरालाई चाहिँ त्यससम्म चाहिँ नजाँदिकन पैसा चाहिँ लगभग इम्पोर्टेन्ट नै छ भनौँ न धेरै इम्पोर्टेन्ट छ नत्र यस्तो छ अब गरिरहेको छु महत्त्व छ भनौँ पैसाको बिना पैसा केही पनि हुँदैन अहिलेको जमानामा मान्छे जति नै बोलेर हिँडे पनि पैसा केही पनि होइन आज छ भोलि छ होइन भनेर भन्छ नि तर मान्छेले एउटा चाहिँ भन्ने मात्र जस्तो लाग्छ क्या त्यो होइन तर हरेक कुरा पैसाकै लागि सबै त दुःख गर्न जाने हो हजुर यहाँ आइसकेपछि कति सालपछि हुनुभयो तामाङ यो खानसाई समाज यो के यो कसरी कतातिर जानुभयो कसैको थ्रुबाट हो कि थ्रुबाट भन्दा नि यो चिन्जानै हो त्यतिखेर म जब जापान छिरेँ 21मा छिरेपछि लगभग त्यही हो सुरुमा आउँदाखेरि अब त्यही त नि कामै भनौँ न त्यतिखेर कामै गर्ने सोच चाहिएको थियो कामै गऱ्यो तर त्यो बेला ठ्याक्क कोरोना पनि लाग्यो क्या कोरोनाको स्टेज थियो त्यो बेला होइन त्यसै काम पनि भएन अनि त्यसपछि काम पनि पाइन्थ्यो फटाफट अलिअलि काम गर्दै आफ्नो सेकु अब त्यो भनौँ न सेको चाहिँ चलाउँदै गरिरहेको थिएँ गुजारा गर्दै गरिरहेको थियो त्यतिखेर ठ्याक्कै हाम्रै अब अग्रज दाइहरू हुनुहुन्छ उहाँहरूसँग चिन्जान भने चिन्जान भइसकेपछि ल अब यो हाम्रो पनि एउटा हाम्रो यो तामाङ समाजको चाहिँ केन्द्र चाहिँ टोकियोमा छ अब खानसाईमा पनि सुरु गर्दैछौँ हामीले तिमी चाहिँ अब यसमा चाहिँ हुनुपर्छ सदस्यको रूपमा चाहिँ बस्नुपर्छ भनेर सदस्यमा थिएँ अनि सदस्यमा हुनुपर्छ अब हामी चाहिँ यस्तो नि अब तामाङ भएर चाहिँ अब एउटा तामाङको युनिटी बनाऊँ केही देखाउँ न त हामी पनि एउटा गुट बनाऊँ तामाङको गुट बनाएर हामी पनि अगाडि बढौँ भन्ने कुराले चाहिँ गर्दाखेरि चाहिँ हुन्छ भनेर चाहिँ त्यो हिसाब त्यो बेलाको
2022 मा होला सायद पहिलोचोटि तामाङ गठन भएको हाम्रो खानसेनमा 22-24 को कार्यकाल चाहिँ हाम्रो तामाङलाई गुड बनाएर एक्लै पारेर लगाउनै जापानमा धेरैजना हुनुहुन्छ नि त भन्ने सोच चाहिँ तर उहाँहरू चाहिँ कतिको आबद्ध हुनुहुन्छ हजुरहरूले गर्नुभएको कामप्रति लाइक हुन्छ नि यस्तो राम्रो भइरहेछ हामी पनि आउँछौँ है भन्ने टाइपको हुन्छ कि आफैले जबरजस्ती होइन यस्तो छ त्यो बेलामा त भनिहालेन हाम्रो त्यो बेलामा हाम्रो 22-24 को कार्यकालमा हाम्रो अमर लामा भाइ प्यारो भाइ उसको थ्रुबाट चाहिँ लगभग तामाङ समाज चाहिँ खानसेनमा गठन भएको थियो त्यतिखेर त सबै त्यो बेलामा चाहिँ इभन म पनि नयाँ हो होइन त्यो बेलामा चाहिँ त्यो गठन गर्ने बेलामा सबैजना नयाँ थियो क्या स्टुडेन्टहरू चाहिँ लगभग त्यो बेलामा स्टुडेन्ट चाहिँ लाइफको धेरै भाइ बहिनीहरू थियो क्या त्यतिखेर उहाँहरू चाहिँ भाइहरूले चाहिँ जोडेर बहिनीहरूले जोडेर एउटा तामाङ समाज गठन भएको थियो त्यो बेलामा त सुरुवाती चरणमा सबैजना नयाँ थियो होइन हामीलाई साथ सपोर्ट दिने मान्छे नै थिएन कि एउटा गठन भयो तर त्यो कहाँसम्म पुग्छ केसम्म हुने पनि केही थाहा थिएन तर गर्दा लगभग एक कार्यकाल सक्यो अनि त्यसपछि फेरि अब हुन त 2 वर्षमा त हरेक कुराहरू पनि ज्ञानहरू भइनुहुन्छ नि त हरेक कुराहरू धेरै कुराहरू चाहिँ ज्ञान सिक्ने मौका पाएँ मैले पनि पाएँ साथीभाइहरूसँग हरेक कुरा सङ्घ संस्थासँग त्यो बेला कस्तो हुन्छ यो सङ्घ संस्थामा लागिसकेपछि अरू सङ्घ संस्थाहरूसँग चाहिँ जोडिन पुग्दिँदो रहेछ क्या त्यतिखेरले गर्दाखेरि त्योले गर्दाखेरि प्लस पोइन्ट चाहिँ सबैसँग चिन्जान हुने मौका पाउने होइन हाम्रो एउटा संस्था छ है भनेर चाहिँ उहाँहरूलाई पनि चाहिँ थाहा हुँदो रहेछ नत्र हिजो दिनमा तामाङ समाज भन्ने के हो कसैलाई केही थाहा थिएन त्यो बेलासम्म पनि इभन अहिले पनि क्या तर अहिले त्यो बेलाको समय र अहिले हेर्दाखेरि एकदमै चेन्ज भइसकेको छ फड्को मारिसकेको छ तामाङ समाजले होइन त्यो बेलामा चाहिँ संस्थामा मेम्बर एउटा संस्था गठन गर्नको लागि 17-18 जना मान्छे त चाहिन्छ त्यो बेलामा चाहिँ अघि तपाईँले भन्नुभएको जस्तो आएर बस्थ्यौँ न त होइन त्यो चाहिँ भएको थियो होइन आएर बस्थ्यौँ अब एउटा संस्था एउटा चाहिँ पुरा गर्थ्यौँ त्यसपछि गर्दै जाउँ भन्ने कुरा त्यसमा म जोडिएको थिएँ त्यो बेला होइन जोडेँ तर जोडिँदाखेरि अब होइन गर्नुपर्छ भन्ने चाहिँ एउटा मनमा लागेर हामी सबैलाई बिस्तारै हिँड्दै अपडेट त्यो चाहिँ कस्तो भयो भने त्यसमा सुरुमा सदस्यमा गएर अनि सायद म त्यसै सहसचिवमा पुगेको थियो होला सायद है तर त्यसपछि चाहिँ एउटा अलिक भाग्यमा नै भनौँ न सबैजनाले साथ सपोर्ट गरेर मलाई त्यो सिधै अब अध्यक्ष पदमा मलाई चाहिँ नियुक्त गर्नुभयो त्यो बेला मेरो जुन पहिलो कार्यकाल सकिसकेपछि 22-24 को जब सकिएपछि 24-26 को 2 वर्षको हुन्छ नि त म चाहिँ एकदम भाग्यमान त्यतिखेर चाहिँ अब किन हो होइन अब साथीभाइहरूले पनि होइन तिमी चाहिँ अध्यक्षमा आउनुपर्छ होइन तिमीले चाहिँ नेतृत्व गर्नुपर्छ भनेर चाहिँ मलाई चाहिँ सबै साथीभाइले चाहिँ मलाई एकदम उनेगाइ गर्नुभएको थियो क्या त्यतिखेर दाहरूले पनि गर्नुभयो मैले चाहिँ म सक्दिनँ होला किनकि म भर्खर आएको छु होइन मलाई धेरै गाह्रो हुन्छ भन्दाखेरि तर उहाँहरूले चाहिँ मलाई के देख्नुभयो होइन अब त्यो चाहिँ होइन तिमीले सक्छौ गर हामीसँग ब्याक सपोर्ट भनेर त्यतिखेर सपोर्ट गर्नुभयो त्यतिखेर सकि नसके मैले अब ठिक छ नि त म एक्चुअली गरिहेरौँ न त नेतृत्व गरिहेरौँ कस्तो हुँदो रहेछ अनुभव लिउँ अब भनेर चाहिँ ऊ बेला 24-26 को नेतृत्व गरेँ त्यतिखेरसम्म पनि अझै पनि अहिले पनि छु म भन्दैछु 24-26 को चाहिँ गरिसकेपछि केही कुराहरू चाहिँ अलिकति इम्प्रुभमेन्ट हुँदै आयो मान्छेले चिन्दै पनि गए होइन त्यो अनुसारले मैले पनि साथीभाइहरूसँग म हरेक सङ्घ संस्थासँग भिजिँदै गएँ उनीहरूसँग कोअर्डिनेसन राम्रो हुँदै गयो त्यसपछि त्यतिखेरसम्म पनि कस्तो थियो भने तामाङ समाज भन्ने छ र भन्ने चाहिँ भएको थियो क्या ऊ बेला पनि त्यो बेला पनि थियो तर मेरो त्यतिखेर सोच के थियो भने होइन तामाङ समाज हामीले बनायौँ लगभग 1 वर्ष कार्यकाल सकेर दोस्रो कार्यकाल हामी लाग्दा पनि इभन अझै पनि मान्छेहरूलाई चाहिँ यहाँको जनमानसमा चाहिँ तामाङ जति पनि दाजुभाइ हुनुहुन्छ दिदीबहिनी उहाँहरूलाई चाहिँ इभन छ र भन्ने चाहिँ भएको रहेछ छ र किनकि उहाँहरूलाई चाहिँ यो कार्यक्रम हुन्छ मेन हाम्रो त लोसारै हो लोसारको बेला मात्र भेटिने हो क्या होइन त्यतिखेर चाहिँ मैले के सोचेको थिएँ भने होइन यसरी चाहिँ हुँदैन यसरी भने अब हामीले चाहिँ हाम्रो तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूलाई एक गरेर चाहिँ हामीले यो संस्थामा ल्याउनुपर्छ भनेर त्यतिखेरै मेरो सोचाइ थियो र बिस्तारै गर्दा अहिलेसम्म आउँदाखेरि धेरै नै इम्प्रुभ धेरै राम्रो भएको छ कि तामाङ समाज बनाउनुको मेन कारण के हो रिजन के छ यस्तो बनाएको है हामीले कारण भन्दा नि अब हामीले त हाम्रो एउटा जुन हुन्छ नि तपाईँले देख्नु भएको छ हरेक ठाउँमा विदेशमा आफ्नो सङ्घ संस्था हुन्छ एउटा ठाउँको हुन्छ नेतृत्व गरेको हुन्छ एउटा ओडाको पनि देखेको छ मैले ओडाको एउटा आफ्नोहरूको ठाउँको चाहिँ मान्छेहरू जम्मा गरेर गर्ने होइन विभिन्न समुदायहरू छ जस्तै गुरुङ समाज मगर समाज आफ्नो एउटा होइन त्यो देखेर भन्दा पनि अब कस्तो हुन्छ नि केन्द्रमा हाम्रो तामाङ समाज भइसकेपछि उहाँहरूले पनि ल ठिक छ क्षेत्रमा पनि विभिन्न क्षेत्रहरू छ होइन त्यो क्षेत्रमा पनि गरौँ न त भनेर चाहिँ उहाँहरूले चाहिँ एउटा हामीलाई चाहिँ एउटा प्रस्ताव राख्नुभएको थियो यो ठाउँमा चाहिँ गठन गर्नु पर्यो भनेर मुख्य उद्देश्य भनेकै एउटा संस्था भनेको किन चाहिन्छ भने संस्था भनेको एउटा भोलिको दिनमा कोही कसैलाई अप्ठ्यारो परेको छ गाह्रो परेको छ भने संस्था हुन्छ नि त संस्थाले के गर्ने स्पेसल्ली झन् एउटा एकल जातीय संस्था भनेको त आफ्नो एउटा टिम जातिभित्र चाहिँ परेको दुःख समस्यालाई चाहिँ समाधान गर्नको लागि एउटा संस्था खोलेको हुन्छ एकदम त्यसमा चाहिँ हामीले गरेका पनि छौँ
केही कुराहरू गरिरहेका छौँ हामीले अझै पनि छौँ। अहिले पनि अस्ति पनि मैले एउटा कार्यक्रममा जस्तै हाम्रो एउटा मिटिङमा भनेको थिएँ यदि कोही कसैलाई अप्ठ्यारो परेको छ या इभन हाम्रो जातीयलाई मात्र होइन कि अरू जातलाई पनि परेको छ भने किनकि यहाँ जात जात मात्रै हेरेर हुन्न क्या किनकि म यो तामाङ भएर मैले तामाङलाई मात्र प्रायोरिटी दिनुपर्छ भन्ने पनि छैन। भोलिको दिनमा अधिकांश समस्या भनेको स्टुडेन्टलाई समस्या हो यहाँ है त्यसमा यो तामाङ पनि पर्न सक्छ गुरुङ मगर या अरू कोहीलाई पर्न सक्छ तर हामीले होइन ऊ तामाङ हो उसलाई मात्र गर्नुपर्छ भन्ने त्यो एउटा मनमा लिएर हुँदैन त्यो भन्यो भने एकदमै गलत हो क्या। हामी एउटा संस्था खोलिसकेको छ सच्चा रूपमा सबैको लागि हो क्या त्यो एउटा सोचाइले चाहिँ गरेर चाहिँ गर्नुपर्छ। मेन उद्देश्य भनेको नै त्यही नै हो। अब भोलिको दिनमा कसैलाई अप्ठ्यारो परेको छ विदेशमा सबैलाई गाह्रो पर्छ होइन स्टुडेन्टले मेन स्टुडेन्ट हो अब अहिले लगभग धेरै अब कुकहरू छन् सबैलाई अप्ठ्यारो परेको छ त्यसको समाधानको लागि चाहिँ केही हदसम्म चाहिँ संस्थाले गर्न सक्छ कि मद्दत सहयोग हामीले गर्दाखेरि सहयोग उहाँहरूलाई के हुन्छ कि भन्ने नै एउटा होइन अब त्यो हाम्रो कस्तो लोसारको भन्यो यो कार्यक्रम गर्नको लागि मात्र होइन क्या हाम्रो लगभग तपाईँको मिटिङ इभन अहिले पनि हाम्रो 3 महिनामा एकचोटि हुन्छ अनि मिटिङ चाहिँ रेगुलर क्या 3 महिनामा चाहिँ हाम्रो मिटिङ बस्ने चाहिँ हाम्रो यो भएको छ त्यसले गर्दाखेरि 3 महिनाभित्रमा चाहिँ के कस्तो भएको छ होइन सबै कुराहरू हामी बुझ्छौँ एकदम अहिले हिजोको दिनमा चाहिँ तामाङ समाज गठन गरेको र अहिले आएर त्यो तामाङ समाज देख्दाखेरि चाहिँ एकदमै मलाई पनि खुसी लागेको छ क्या होइन। हिजोको दिनमा सुरुवाती हाम्रो अमर भाइले गरे पनि मैले पनि गरेँ होइन उसले गरेर नै त अहिले तामाङ समाज सुरु स्टार्टिङ गरेर नाम त सधैँ बसेको हुन्छ है। यो तामाङ समाजभित्र के राजनीति केही छ केही कुराहरू हुन्छ कि राजनीति त गरिन्छ कि भित्र त्यो चाहिँ अब कस्तो होइन अध्यक्ष गर्दैन अब मैले फेरि अरू ठाउँको मैले विश्लेषण गर्न पनि मिल्दैन किनकि हामीले भनेको हाम्रो ठाउँको हेर्ने हो होइन हाम्रो ठाउँमा के कस्तो भइरहेको छ गतिविधि के भइरहेको छ अरू ठाउँमा पनि यस्तो भइरहेछ है भन्ने त सोचमा त आउँछ लाइक केन्द्रकै कुरा त मेन उनी जरै केन्द्र भएपछि केन्द्रतिर कतै राजनीति भयो त्यो त थाहा हुन्छ अब त्यसमा चाहिँ अहिलेसम्म परेको छैन चोरले मचोर चाहिँ भन्दैन छैन होइन त्यसमा चाहिँ भएको छैन अब न हो कुरा होइन भएको भए त सायद मैले कुरा ससँग हुन्थ्यो अब त्यो कुरा चाहिँ त्यस्तो मात्रै छैन भनौँ न हामी सबै मिलेर हरेक कुराहरू चाहिँ अब केन्द्रबाट चाहिँ केहरू इन्फर्मेसन सानो इन्फर्मेसन आयो भने हामीलाई चाहिँ जानकारी गराउनुहुन्छ कि केन्द्रले यो भइरहेको छ यो भइरहेको छ तपाईँहरूको टिममा आउनलाई कसैलाई इच्छुक लाग्यो भने हजुरले कसरी लिनुहुन्छ पैसा उठाउनुहुन्छ होइन इच्छुक भन्दा नि हाम्रो त मेन भनेको तपाईँको अधिवेशन भाइचारा टाइपको हुन्छ नि आफ्नोलाई मात्रै राख्ने टाइपको त होइन त्यस्तो होइन हिजोको दिनमा सङ्गठन गर्ने बेलामा स्टार्ट गर्ने बेलामा त्यसरी नै हामी चलेको हो किनकि हामीलाई त जसरी हुन्छ एउटा संस्था कम्प्लिट गर्नको 17 देखि 21 जना टिम मेम्बर चाहियो त्यो बिना त संस्था हुँदैन त्यो बेलामा त तिमी पनि आऊ तिमी पनि बस तिमी पनि बस भन्ने त्यस्तो भएको थियो तर बिस्तारै त्यो हामीले चेन्ज गर्दाखेरि अब किनकि हामीले त्यसरी भाइचारा हिसाबले गऱ्यो भने कति दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ तामाङहरू उहाँहरू पनि इन्ट्रेस्टेड हुन्छ संस्थामा छिरौँ न त गरौँ आफूले सकेको सहयोग गरौँ होइन भन्ने कुरा हुन्छ नि त त्यो कुरालाई चाहिँ अहिले हामीले एकदम मुख्य लिएर हाम्रो अस्तिको अधिवेशनमा चाहिँ हामीले चाहिँ सबैजनालाई जो इच्छुक हुनुहुन्छ एक्टिभ भएको भएर उहाँ चाहिँ संस्थामा जोडिन सक्नुहुन्छ भनेर गरेर हामीले लगभग 30-35 जनाको सायद टिम होला अहिले हाम्रो तामाङ समाज खान्छैमा केही छैन छैन त्यस्तो होइन होइन कस्तो गुनासो केही पनि छैन अहिलेको चाहिँ हाम्रो जति पनि टिम मेम्बरहरू जोड्नुहुन्छ त्यो त अब टिम मेम्बरभित्र अलिअलि त भइहाल्छ त्यो नहुने कुरा त मनमुटाव त हरेक संस्थामा इभन हाम्रो घर परि आफ्नै फ्यामिलीमा पनि हुन्छ क्या होइन यो भनेको त एउटा संस्था हो त्यही भएर सबैको विचार भनेको एउटै हुन्छ भन्ने पनि छैन फरक आफ्नो एउटा केही विचार हुन्छ अर्को केही विचार हुन्छ त्यो विचार कसैलाई मन नपर्ला तर त्यो कुरा चाहिँ टिका टिप्पणी चाहिँ हुन्छ तर त्यो भएको राम्रो हो नि त फेरि होइन हरेक कुरा चाहिँ यो हुनैपर्छ भन्ने पनि छैन जस्तै म एउटा अध्यक्ष भएको नाताले मैले नेतृत्व गर्दाखेरि ल यो कुरा चाहिँ मैले एउटा कुरा ल्याएँ भने यो कुरा हुनैपर्छ भन्ने पनि छैन नि त होइन त्यसमा चाहिँ अरूले पनि औँला उठाएर चाहिँ यो कुरा हुन्न है भन्ने एउटा चाहिँ वातावरण सिर्जना हुनुपर्छ क्या त्यहाँ त्यसमा चाहिँ तपाईँको मैले नै हुनुपर्छ मेरो अध्यक्षमा मैले जे बोलेँ त्यही हुनुपर्छ भन्ने त भएन त्यसरी गर्दा संस्था कहिले पनि चल्दैन मैले एउटा सानो एउटा कुरा भिजन मैले लिएर आएँ भने त्यो कुरालाई चाहिँ मैले सुनाउने हो र यस्तो कुरा चाहिँ गरौँ न त यस्तो गरेर गर्दाखेरि के कस्तो हुन्छ भने उहाँहरूबाट चाहिँ मैले लिने हो क्या आइडिया लिने हो छैन त्यसमा चाहिँ एकदम क्लियर छु होइन एकदम एकले अर्कालाई साथ सपोर्ट एकदमै भएको छ अहिले है हरेक कुराहरूमा साथ सपोर्ट एक अर्कापट्टि साथ सपोर्ट हुँदैछ त्यसरी नै हामीले संस्था चलाउँदै जाउँ र योभन्दा पनि अझ राम्रो गर्दै जाउँ भन्ने चाहिँ मेरो पुरा आशा लिएको छु मैले लगभग हामी अब कार्यक्रमको अन्तिममा आइपुगिसकेका छौँ होइन मेन हाम्रो यो साकुरा एसडीको मेन भनेकै आफ्नो जिन्दगीको यात्रासम्म लिएर हजुरले आफ्नो जीवनको यात्रालाई कसरी बुझ्नु भएको छ यात्रा भन्ने के रहेछ जिन्दगी भनेको मलाई यात्रा चाहिँ के लाग्छ भने एउटा चाहिँ एउटा यात्रा हो जिन्दगी यात्रै हो होइन त्यसमा चाहिँ अझ एउटा म त ईश्वरको एउटा वरदान जस्तो कि
हो जस्तो लाग्छ क्या। यसमा चाहिँ हामीले जिन्दगीमा चाहिँ हरेक कुराको अनुभव लिन्छौँ क्या, सुख दुःख होइन परिआएको हुन्छ। जस्तै हामीले हरेक काम गर्दा सफलता मिल्ला नमिल्ला होइन, आँसु आउँछ खुसी हुन्छ, त्यो कुरा सबैलाई हामीले चाहिँ समेट्छौँ क्या। त्यसलाई चाहिँ हामीले एउटा अनुभव लिन्छौँ नि त, यस्तो हुँदो रहेछ भन्ने चाहिँ। जस्तै जन्मदेखि मृत्युसम्मको चाहिँ त्यो हामीले सबै कुरा भोगेर आएको हुन्छ है, त्यो नै हो। त्यसमा चाहिँ जीवनमा सबै कुरा चाहिँ हामीले अनुभव लिएको हुन्छ, त्यो नै हो। पहिलाको नेपाललाई हेर्दाखेरि र अहिलेको नेपाललाई हेर्दाखेरि अहिले त धेरै अब हामीले नै चाहेको जिन्जीले नै चाहेको हुन्छ नि कतिपय। हजुरलाई कस्तो लागेर ठिक छ टाइपको भएछ कि होइन मलाई पहिलाकै वाला चाहिँदैन भन्ने? म कस्तो भन्छु भने इभन म यत्रो भयो अहिलेसम्म मैले राजनीतिकोमा म कुनै पार्टीमा आबद्ध भएको पनि छैन, अहिलेसम्म मैले कसैलाई भोट हालेको पनि छैन। भोट चाहिँ हाल्नुपर्ने हो, तर अब कस्तो हुन्छ भने अब आफू यहाँ भइसकेपछि अलिकति चाहिँ त्यो नमिल्दो रहेछ है। तर एउटा आस्था चाहिँ जुन हो त्यो भएर अब हिजोको कन्डिसनको त्यो हेर्दा र अहिले आउँदाखेरि धेरै नै चेन्ज भएको छ। हुन त सबैले परिवर्तन खोजेको हो, एकदम परिवर्तन त्यो भइरहेको पनि छ होइन। त्यसले गर्दाखेरि अब बुढापाकालाई भन्दाखेरि अहिलेको युवा पुस्तालाई चाहिँ हस्तान्तरण जुन भइरहेको छ नि, बालेन्द्र शाह हुनुहुन्छ, उहाँ हुनुहुन्छ, जस्तै गृहमन्त्री हाम्रो सुदन गुरुङजी हुनुहुन्छ। एकदम होइन, म त एकदम खुसी छु, किनकि म पनि एउटा युवा भएर हो कि जेन्जी भएर हो कि होइन, एउटा सिद्धान्त हुन्छ नि त। हिजो प्रधानमन्त्री पनि युवै आउनुभयो अनि गृहमन्त्री नि युवै आउनु भने त्यतिको लागि मात्रै खुसी हुनु होइन। यस्तो त्यो भने उहाँको भिजन, नयाँ मान्छेको नयाँ सोच हुन्छ नि त होइन, नयाँ पार्टीको नयाँ सोच नयाँ भिजन हुन्छ। अब हामीले 35 वर्ष अगाडि 36 वर्ष अगाडिसम्म त पुरै नै पार्टी हालेर हेरेका हौँ नि त। एमालेलाई पनि भोट दिएकै हुन्न, इभन मैले नदिए पनि मेरो फ्यामिलीबाट दिएको, काङ्ग्रेसलाई पनि दियो केही भएन, माओवादीलाई पनि केही एउटा इच्छा हुन्छ नि त। नयाँ पार्टी आउने बित्तिकै गर्ला कि भन्दाखेरि कसैबाट पनि केही नै भएन। अब एक्चुअली फेरि त उनीहरूलाई चाहिँ छोडेर ब्याक छोडेर अब अहिलेको जुन स्वतन्त्र छ होइन, उहाँलाई पनि एक्चुअली दिउँ न, चान्स दिउँ भने उहाँले गर्न खोजिरहनु भएको छ होइन, त्यो गरिरहनु भएको छ। तर अब राजनीतिमा त्यही त हो नि, अब कोही कसै माथि चढ्छ भने खुट्टा तान्ने काम भइहाल्छ। त्यो भएर आफू निरन्तर चाहिँ लाग्नु पर्यो होइन। विभिन्न त्यस्तो घटनाहरू त भइरहेको छ, तर त्यो कुरा नदेखिकन आफू अडिक भएर अघि बढ्नु पऱ्यो क्या। हजुरले हजुरको जिन्दगीमा आँखा चिम्लेर सम्झिनु पर्ने कुराहरू छ के सम्झिन चाहनुहुन्छ? आँखा चिम्लेर सम्झिने भन्दा नि अब बिर्सिन्न म यो कुरा चाहिँ भन्ने त्यस्तो क्षणहरू हुन्छ त कतिपय? यस्तो छ छेड एउटा कुरा चाहिँ छ होइन, त्यो इन्ट्रेस्टिङ छ। त्यो चाहिँ अलिक ऊ बेलाकै कुरा हो, बच्चा बेलाको कुरा हो। त्यो बेला त्यो कुरा चाहिँ दुःखको पनि छ। त्यो घटना चाहिँ मैले सायद मैले अहिलेसम्म कसैलाई पनि भनेको छैन। त्यो बेला दुःखकै कन्डिसन या त्यस्तै फेजबाट चाहिँ के हुँदै आएको। तर त्यो घटना सम्झिँदाखेरि चाहिँ एकदम मलाई अहिले इभन मलाई अहिले पनि आँसु आउँछ क्या। अब होइन भन्नै पऱ्यो होइन। त्यो बेला के थियो भने म सानै थिएँ उमेर, त्यो बेलामा अलिक तपाईँले भने जस्तै दसैँ तिहारको बेलामा मान्छेलाई हरेक रहर इच्छा हुन्छ नि त, मिठो मिठो खान पाऊँ होइन, राम्रो लुगा लगाउन पाऊँ, घुम्न पाऊँ भन्ने। तर त्यो बेलामा चाहिँ अब आफ्नो फ्यामिली ब्याकग्राउन्ड पनि एकदमै कमजोर थियो। बिचरा बुवाले बिहान काममा जानु भएर केही पैसाहरू लिएर आएर त्यो हामीलाई चाहिँ खर्चको लागि गर्नुहुन्थ्यो होइन। कति कुराहरू चाहिँ चाहँदै पनि क्या उहाँहरूले चाहिँ सक्नुहुन्न थियो। तर आफ्नो बालबच्चा खुसी पार्नको लागि चाहिँ उहाँहरूले दुःख चाहिँ एकदमै गर्नुभएको थियो। एउटा घटना के थियो भने त्यो बेला म सानै थिएँ, म बहिनी पनि थिएँ मेरो। म त्यो बेला सायद 3-4 वर्ष हो कि जस्तो लाग्छ क्या मलाई, 4-5 वर्षको जस्तो लाग्छ। त्यो बेलामा के थियो सायद त्यो चाडपर्वमै थियो। अब अरूको घरमा चाहिँ तपाईँको मासु भात पाक्ने होइन, हामीलाई पनि इच्छा त्यो बेलामा त मासु खान पाऊँ भन्ने हुँदैन नि त। अब त्यतिखेर केही पनि थिएन हाम्रो त। अब त्यो बेलामा मासु किन्नलाई के थियो, अब त्यो त अब हामी त बच्चा त हो नि। अब हामीलाई त जसरी नि अब बुवा आमाले कतिसम्मको दुःख गरिरहनु भएको छ त्यो बेला केही थाहा हुन्न थियो। हामीलाई त जस ल्याएर खुवाइदिएको हुन्थ्यो, दिनु हामीलाई मिठो मिठो दिएको हुन्थ्यो भन्ने हुन्थ्यो। अब त्यो बेलामा चाहिँ त्यस्तै छ। अब अरूको घरमा जाँदा टिभी हेर्दा पनि अब हाम्रो घरमा टिभी हुन्न थियो। उनीहरूले चाहिँ अब ढोका लगाएर पर्दा लगाएर टिभी भनेपछि एउटा के याद आयो नि, हामीले गाउँमा एउटा घरमा टिभी थियो हाम्रो मेन त। अनि यति भारी मकै ल्याएर राखिदिनु हुन्थ्यो कि त्यहाँनिर मकै यति हुन्थ्यो, मकै छोडाएर यति सब दुख्थ्यो कि हाम्रो। अनि लास्टमा मकै छोडाइ भइसकेपछि तल मिटर बक्स अफ गरेको मलाई याद आयो। तपाईँले अब टिभी नभइसकेको इच्छा त बच्चाहरूलाई हो टिभी हेर्न पाए। त्यो बेलामा त टिभी पनि त्यो ब्ल्याक एन्ड व्हाइट टिभी पनि धेरै नै हो होइन। अब हेर्न जाँदाखेरि बाहिरको झ्यालबाट हेर्नु पर्थ्यो, अनि त्यो उनीहरूले देख्दाखेरि झ्याल पर्दा लगाइदिन्थ्यो होइन। त्यतिसम्म चाहिँ घटना थियो। अनि एउटा अघि मैले जोड्दै थिएँ, प्रसङ्ग जोड्दै थिएँ, त्यतिखेर चाहिँ के सायद त्यो चाडपर्वै थियो। त्यतिखेर मासु खान मन लाग्यो, मैले भनेको थिएँ मेरो बुवालाई, मेरो फ्यामिलीलाई मासु खान मन लाग्यो भन्दाखेरि उहाँ बिचरा अब त्यही त नि, अब आर्थिक अलिकति कमजोर भइसकेपछि मासु भन्नु बिचरा उहाँले कहाँबाट त उसो गरेर अन्डा ल्याइदिनु भएको छ क्या है। अनि त्यो बेलामा त अझ त्यो ग्यास पनि थिएन, स्टोभ हो क्या, स्टोभको जमाना थियो। अनि
ठ्याक्क बनाइरहनु भएको थियो। म र बहिनी चाहिँ साइडमा चाहिँ अब यसरी बसिरहेको थियौँ कि खाना पाइन्छ भनेर। अब जे पनि मासु जो सम्झेर भने अन्डालाई पनि थाहा थिएन अब चाहिँ खाना पाइन्छ भनेर गर्दै मम्मीले कसले गर्दै हुनुहुन्थ्यो। त्यतिखेर ठ्याक्कै मेरो त्यो घोप्ट्यो क्या मेरो खुट्टामा। यो स्टिल मेरो अहिले खुट्टामा त्यो दाग पनि छ। त्यो दाग चाहिँ तातो पर्दाखेरि तपाईँको कस्तो भयो होला हेर्नु। त्यो बेलामा चाहिँ तातो अन्डा फर्काउने बेलामा घोप्टेको त्यो प्यानै घोप्टेर मेरो खुट्टामा परेको थियो। त्यो चाहिँ म त्यो सानो हुँदा पनि इभन अहिले पनि मलाई याद छ क्या त्यो घटना चाहिँ। त्यो चाहिँ म कहिल्यै बिर्सिन सक्दिनँ। जुन उहाँहरूले गर्नुभएको त्यो बुवा आमाले गर्नुभएको दुःख चाहिँ है, आफू नखाइ भयो भने आफू हामीलाई चाहिँ खुवाउनु भयो, आफू नलगाएर राम्रो लुगा नलाए पनि हामीलाई लगाइदिनु भयो। त्यो कुरा सम्झिँदा चाहिँ एकदमै सायद त्यतिसम्मको साथ सपोर्ट त हुन त सबैजनाको आफ्नो फ्यामिलीले आफ्नो बुवा आमाले बच्चाले त गर्छ होइन। तर मेरो लागि चाहिँ मैले अघि पनि भने सायद म भगवान् सम्झिन्छु हो भने चाहिँ म मेरो पहिलो प्राथमिकता मेरो बुवा आमालाई सम्झिन्छु। उहाँहरूकै दुःखले उहाँहरूकै दिनुभएको हामीलाई कर्मले अहिले म यो ठाउँमा छु। त्यसले गर्दाखेरि होइन त्यतिखेर त अब तपाईँको भयो। त्यसपछि चाहिँ के भयो भने न अब हस्पिटल जानुपर्ने न पैसा छ न केही छ। त्यति बेलामा याद छ कि त्यो हाम्रो त्यो बेला टमाटर काटेर त्यो अलिक चिसो हुन्छ नि त, त्यो चाहिँ खुट्टामा सेक्नु भएको थियो क्या त्यो मलाई। यो पनि याद छ मलाई चाहिँ होइन। सेकेर एकछिनसम्म म त रोइरहेको थिएँ होइन, रोइरहेको थिएँ। अब कताबाट बिचरा सबैजना आत्तिनु भयो, बुवामा सबै आत्तिनु भयो। त्यसपछि कताबाट पैसा ऋण खोजेर चाहिँ उहाँले त्यो मेडिकल गएर त्यो मलम ल्याइदिनु भएको थियो। त्यो मलमले अब त्यतिखेर त हस्पिटल जाने कहाँ अब आफ्नो त्यो पनि थिएन नि त। त्यतिखेर त मेडिकल जाने मलम यताउता किनिदिने त्यो चाहिँ घटना छ। त्यो चाहिँ म इभन अहिले पनि म चाहिँ सायद म जिन्दगीमा यत्रो भयो त्यो कुरा चाहिँ म इभन अहिले पनि याद छ क्या। त्यो एउटा चाहिँ दुःखको क्षण चाहिँ मलाई त्यो लागेको छ। त्यो चाहिँ म कहिले बिर्सिन सक्दिनँ। त्यसपछि चाहिँ मलाई चाहिँ कहिले पनि चाहिँ मलाई त्यो कुराहरूमा चाहिँ हरेक कुराहरू मलाई कमी चाहिँ कहिले गर्नु दिनु भएन। हजुरले आफ्नो बाबा मेन गरे त बाबाको कुरा गरौँ न, आमाको मात्रै कति होइन। यस्तो हुन्छ भने हरेक ठाउँमा के हुन्छ भने जहाँ पनि होइन आमाले गर्नु, आमा नै सबैभन्दा ठुलो कुरा हो, म मान्छु आमाले गर्नुहुन्छ। तर मेन ह्यान्डलिङ गर्ने भने त बाबाहरूले नि त। हामीले केही कुरा चाहिँ ल डिजायर गरौँ, हामीले यो कुरा चाहिँ माग्यो भने हामीले डाइरेक्ट भन्न सक्दैनौँ कि बाबालाई, भन्ने हाम्रो आमालाई नै हो। मलाई यो चिज चाहियो मम्मी, मलाई यो हो त्यो। तर त्यो पनि पुरा गरिदिने त बुबाले हो नि त होइन। त्यो भएर म चाहिँ के लाग्छ भने मम्मी आफ्नो ठाउँमा हुनुहुन्छ, उहाँले एउटा चाहिँ होइन छोराछोरीले यस्तो गरेको छ भने यस्तो कुरा मागेको छ भने उहाँले भन्नुहुन्छ नि त हाम्रो। तर त्यो कुरा त बाबासँग पुग्छ नि त, दिने त बाबाले हो नि त। किनकि हरेक ठाउँमा घरमा घर परिवार चलाउनु भनेकै मेन भनेको आफ्नो फ्यामिलीबाट बाबा हुनुहुन्छ होइन। मम्मी भन्ने त घरमा एउटा सबै कुरा मिलाउने सबै रेख्दाखेरि मम्मी हो। तर बाहिर गएर कमाएर लिएर आउने सबै त बाबा हुनुहुन्छ। त्यसले गर्दाखेरि अब म चाहिँ के लाग्छ भने बाबाले नै सायद त्यो गर्नुहुन्छ, त्यो गरेर नै अब हामी बाबालाई चाहिँ हामीले कसरी हेर्नु एउटा यो लाइक इक्जाम्पलको लागि यो प्लेटै भयो होइन, यो प्लेटलाई लियो भने यो प्लेट चाहिँ मम्मी हो अरे कि, यो प्लेट चाहिँ मम्मी हो भने यो माथि जति पनि खानेकुराहरू छ त्यो चाहिँ हामी भयो, बच्चाहरू हुन्छ नि बाबु बच्चाहरू भयो भनेपछि यो प्लेटलाई कसले धानेर चाहिँ यो मुनि भयो नि जमिन छ नि बाबा हो होइन। यो जसले थाहा छ नि यो चाहिँ उहाँको मेन भने हाम्रो हेड अफ द टेबल हुनुहुन्छ, उहाँ चाहिँ अब बाबा हिसाबले गरौँ। अब यो भनेको त बिचमा नै हामी होइन, यो सानो इक्जाम्पलको लागि एकदम। अब हजुरले आफ्नो बाबा मम्मीलाई सम्झिनु पर्यो भने एउटा ओड के बोल्नुहुन्छ बाबा मम्मी? एउटा ओड त म जस्तै अब उहाँले हेरिरहनु भएको छ भने तपाईँहरूकै कारणले गर्दाखेरि आज म यस ठाउँमा छु। तपाईँहरूले साथ सपोर्ट तपाईँहरूले चाहिँ मलाई त्यो नगरिदिनु भएकै है सायद म कुन अवस्थामा पुग्थेँ होला होइन। त्यही भएर एकदमै म चाहिँ मेरो लागि मेरो भगवान् भनेकै मेरो बुवा आमा हुनुहुन्छ होइन। किनकि त्यो बेला पनि सम्म विदेश हुने बेलामा सायद म दुःख परेको बेलामा दुबईमा चाहिँ म रोएर चाहिँ बस्दाखेरि मलाई याद छ कि बुवा मम्मीले नै मलाई त त्यसो भए आइज फर्केर आइज त्यहाँ बस्नु पर्दैन भनेर त्यतिखेर चाहिँ मलाई यति भनिदिनु भयो। त्यतिखेर चाहिँ एकदमै म खुसी भएको थिएँ क्या होइन। त्यो बेलामा चाहिँ म त्यो जेलको जीवनबाट पिन्जाडा जस्तो हुनु सुगा त्यो चाहिँ बाहिर उडेको जस्तो चाहिँ फिल भएको थियो मलाई होइन। त्यसले गर्दा एकदमै तपाईँहरूको मायाले तपाईँहरूको मलाई यो आशीर्वाद सदैव मलाई लागोस्। म पनि एउटा चाहिँ तपाईँहरूको लागि चाहिँ असल छोराको कर्तव्य पुरा गरेर चाहिँ म हजुरहरूलाई सधैँ अब सुखमा राख्नको लागि नै म यो ठाउँमा छु र आफूले सक्दो कोसिस गरेर भयो भने तपाईँहरूलाई चाहिँ म आफ्नो के गरेर म तपाईँहरूलाई जति सक्दो दुःख गरेर भए पनि तपाईँहरूलाई सुखमा राख्ने एकदम कोसिस गर्छु। एकदम सम्झिनु भएको छ। कति भयो नभेट्नु भएको हजुरले? लगभग जस्तो म लगभग 1 वर्ष चान्चुन भयो होला, नत्र म तपाईँको वर्षमा त गइरहेको हुन्छु। आज भर्खर कुरा भएको थियो मेरो ड्याडीसँग होइन। अब
कुरा हुन्छ। अब कहिलेकाहीँ त्यही त हो नि, अब त्यो कहिलेकाहीँ आफ्नो कामले व्यस्तताले गर्दाखेरि चाहिँ कुरा गर्न नै पाइँदैन क्या होइन। त्यतिखेर चाहिँ मम्मीले के भन्नुहुन्छ भने हामीलाई बिर्सिस् होइन, हामीलाई बिर्सिस, फोन पनि छैन, केही नै छैन, यति साह्रो नगरिदिएको हुन्थ्यो भने त्यो कुराले चाहिँ अब भन्छु म उहाँलाई सम्झाउँछु। आफ्नो कार्यक्रम अब आफ्नो कामहरू हुन्छ, बिजी भइन्छ होइन, बुझ्नुहुन्छ उहाँहरूले। अब हामी रमाइलोतर्फ पनि जाँदैछौँ होइन। अब हामी अन्तिममा आइसक्यो त। अब अन्तिम म हजुरलाई केही क्वेसन सोध्छु भने हजुरले चाहेको हजुरको लाइफ पार्टनर हुनुहुन्छ, लाइक छोरी छ भन्नुभयो होइन, खुसी हुनुहुन्छ? एकदम होइन, खुसी त भइहालिन्छ नि आफ्नो जीवन सङ्गिनीसँग साथ सँगै हुँदा। अहिले हामी सबै सँगै हो क्या, मेरो छोरी चाहिँ नेपाल छ, बाबा मम्मीहरूसँग हुन्छ, हामी चाहिँ अहिले सँगै छौँ। एकदम खुसी छु, हरेक कुरामा साथ सपोर्ट पनि गरिरहेको हुन्छ होइन, एकदम खुसी छु। एकदम राम्रो भयो। सो अब हामी लाग्छौँ रमाइलो सेगमेन्टतिर होइन। यो चाहिँ हाम्रो सेकेन्ड पार्ट भयो। अब हामीले दुःख सुखको कुराहरू चाहिँ यति जेल गरि नै सक्यौँ होइन। सो अब म हजुरलाई केही गाउँ खाने कथाहरू छ एकदम सबै हजुरलाई थाहा थियो गाउँ खाने कथा आउँछ भने? खाने कथा त सुनेको हो होइन, सेगमेन्ट होइन, त्यो कस्तो हुन्छ अरू प्रोग्रामतिर पनि त्यो सेगमेन्टहरू त भइरहेको हुन्छ, त्यो हेरिरहेको हुन्छु। यसो हामीले सम्झिनुपर्ने केही धेरै छैन, केही छ 2-3टा हजुरलाई म सोध्छु। रमाइलोतिर पहिला सुनौँ हामी, रमाइलोबाट जाऊँ है त। सबैभन्दा धेरै उठ्ने तर कहिले पखेटा नहुने के हो? उठ्ने पखेटा नहुने, सबैभन्दा धेरै उठ्ने यस्तो कुरा एकदम यो जिके कुरामा चाहिँ जिकेमा चाहिँ म एकदमै कमजोर हो होइन, जिरै हो म। के आइडिया छ जुन अहिले हामीले एकदम धेरै यसलाई इम्पोर्टेन्ट दिइरहेको पनि छौँ, प्लस मैले हजुरलाई अलिकति बाटो भन्नुपर्दाखेरि चाहिँ फ्याक्ट जिके त सकिन्न नि त कसैले पनि। तपाईँले फलै गरिरहनु भएको कुराहरू दैनिक जीवनमै भइरहेको कुराहरू सजिलो मैले यत्रो तर पखेटा यति भनेपछि सक्नु पऱ्यो, यति भएर तपाईँको जिके त जेरै म त एकदम यो विषयमा त जिकै नै हो होइन। अब यसमा पास गर्छु म एकदम एकदम होइन, मलाई चाहिँ यो भनिहालेँ यो जेनरल नलेजको कुरामा चाहिँ एकदमै म कमजोर छु पहिल्यैबाट हो होइन। पढाइमा पनि म पहिला त लगभग 4 कक्षामा लाइक तपाईँको दैनिक जीवनमा भइरहेको भने हजुर अब लाउनु सक्नु यत्रो उडिरहेछ तर पखेटै छैन, चलिरहेको छ त्यतिसम्म भएको त भनिहालेँ। त्यतिसम्म चाहिँ आइडिया भएको 4 कक्षामा 7 विषय नलाग्ने मान्छे म जिन्दगी कहिले पास नहुने भनेको म कहिले पनि पासै हुन्न होइन। स्कुलमा पनि सायद अन्तिममा होला, फाइनल एक्जामिनेसनमा चाहिँ होइन यसलाई पासै गरिदिनुपर्छ भनेर पास गरिदिन्छु होइन। त्यतिसम्म चाहिँ भएको मेरो। अब आजै तपाईँको कार्यक्रममा भने भन्नु नहुने कुराहरू भनिहालेँ है, अति भएर टिचरले हार खानु भएर पास गरिदिनु। त्यस्तो पनि हुन्छ, त्यो कहिले पास भन्ने तपाईँको हुँदै भएन क्या। यसको सही एन्सर हो टाइम। मैले भने चलिरहेको छ भनेर मैले यति साह्रो भन्दा नि तपाईँसँग। अब हामी अर्कोतिर लाग्छौँ, कुन मान्छेले कहिले नुहाउँदैन? तपाईँ त पढ्नुहुन्न होला त्यस्तो टाइपमा। एउटा त्यो सट्टा दिनुभयो, एउटा सिधाइराख्थ्यो भन्दै मेरो ज्यान भन्दै एउटाले कुन मान्छेले नुहाउँदैन? कहिले नुहाउँदैन मान्छेले त नुहाउन त नुहाइहालिन्छ नि, नुहाउँदैन यो पनि पास। सबै पास होइन, यो त आइडिया छैन कुन मान्छेले नुहाउँदैन होला भन्ने आइडिया छैन तपाईँ? कुन मान्छेले नुहाउँदैन? मान्छेले त अब नुहाउनु त सबै मान्छेले नुहाउने हो, कुन चाहिँ मान्छेले नुहाउँदैन भन्दाखेरि अब गाह्रै भयो फेरि यो विषयमा, गाह्रै भयो। यसको सही एन्सर फोटोको मान्छेले चाहिँ कहिले पनि फोटो भयो त्यो मान्छेले कहिले नुहाएको देख्नु भएको छ? देख्नु भएन। म त एउटै मिलाउँदिनँ कि के हो तनाव भयो तपाईँको लागि गिफ्ट हाम्रो घर लिएर जानु पर्ला जस्तो छ। साकुरा एसिडेजीलाई चाहिँ फाइदै फाइदा भयो है। हजुरलाई यसो बोलो त्यहाँबाट यसो आइडिया दिनु न यार मलाई सबै। खुट्टा छैन, यो चाहिँ अन्तिम क्वेसन भयो मेरो। खुट्टा छैन तर घर घर पुग्छ के हो? थाहा छैन। खुट्टा छैन घर घर पुग्छ? दिमाग। खुट्टा छैन घर घर पुग्छ, यो पनि के हो के हो? जिके जेरो खुट्टा छैन जिरै भयो म त। सो हाम्रो अब समय धेरै नभएको कारणले गर्दा होइन यसको सही एन्सर चाहिँ बिजुली, बत्ती। घर घर पुग्छ तर यसको खुट्टा छैन होइन, हामीले लिएर जाने हो खासमा अनेस्टली भन्नुपर्दा। सो हाम्रो यो जुन सेगमेन्ट थियो गाउँ खाने कथाको सेगमेन्ट चाहिँ लगभग इन्डै भइसकेको छ। मैले त एउटै मिलाएन है, मिलाउनु भएन। साकुरा एसिडेजीको हाम्रो प्रेसिडेन्ट उहाँलाई चाहिँ एकदम फाइदा भयो कि मेरो कुपन फेरि फिर्ता लिएर म ब्याङ्क लाग्छु भन्ने टाइपको। त्यस्तो भयो म अगाडि पहिले फिर्ता भएर आउँथेँ। हस् धन्यवाद।
सो अब म हजुरलाई जाँदै गर्दाखेरि अब हामी छुट्टिने क्रममा नै छौँ नि त। सो मेरो अन्तिम क्वेसन, यो चाहिँ अन्तिमको नि अन्तिम क्वेसन के हो भने अब आउनुहुने जति पनि हुनुहुन्छ हाम्रो जापानमा आउनुहुन्छ नि दाइ दिदी भाइ बहिनीहरू अब आउने, अनि सिनियर्सहरू पनि आउनु होला होइन, के भिसामा आउनु होला, उहाँहरूलाई हजुरले के सल्लाह दिन चाहनुहुन्छ? यस्तो छ अब र यहाँ बस्नु भएकोहरू हुनुहुन्छ नि उहाँहरूलाई पनि अब अहिलेको कन्डिसनमा जति पनि अब हजुरहरूलाई पनि थाहा छ जापान सरकारले अब हामी विदेशीहरूलाई चाहिँ एकदमै हरेक कुराहरू नियमहरूमा एकदमै टाइट गरेर चाहिँ हामीलाई चाहिँ एकदमै गाह्रो भएको छ होइन, त्यो कुरा सबैलाई थाहा छ। र अब आउनेहरूलाई चाहिँ म के भन्छु भने यत्तिकै चाहिँ तपाईँहरूको आँखा चिम्लेर या त्यो गरेर चाहिँ नआउनु होला है। मेरो सानो एउटा चाहिँ हजुरहरूलाई रिक्वेस्ट एउटा चाहिँ गर्छु होइन, आउनुभयो भने चाहिँ अलिकति आफू सक्षम हुनु पऱ्यो, आफू दक्ष हुनु पऱ्यो। त्यत्तिकै चाहिँ अब होइन जापान जाने हो विदेश जाने हो भनेर चाहिँ त्यसरी आँखा चिम्लेर चाहिँ नआउनु होला, किनकि त्यसरी आउनुभयो भने भोलि तपाईँले चाहिँ सुरुमा त रमाइलै हुन्छ त्यो बेलामा कन्डिसनहरू होइन, साथीभाइ हुन्छ, तर बिस्तारै बिस्तारै गर्छ अलिकति आफूलाई चाहिँ गाह्रो हुँदै जान्छ क्या। त्यो भइसक्यो कुन सपना बोकेर हामी आइरहेको हुन्छौँ जापानमा, त्यो चाहिँ एकदमै मेल खाँदैन। त्यसमा चाहिँ हामीले सोचेको कुराहरू एउटा हुन्छ भने यहाँ भोकाइ अर्को हुन्छ। त्यसले गर्दाखेरि चाहिँ आफू सक्छ। मेन त भाषा चाहियो एक नम्बरमा। तपाईँ इनकेस आउँदै हुनुहुन्छ भने अनि भाषालाई राम्रो बनाउनु होला। त्यसले गर्दाखेरि चाहिँ 100 त्यो भाषा तपाईँसँग भयो भने चाहिँ हरेक कुरामा तपाईँलाई सपोर्ट हुन्छ है। त्यो कुरालाई एकदमै गर्नु होला। र आफूसँग केही सिपहरू छ भने त्यसमा आफू लाग्नु होइन। अब किनकि अहिले तपाईँको के हुन्छ नि, मान्छेलाई यत्तिकै अब नर्मली भनौँ न, अब अहिले प्रायः चेन्ज चलिरहेको ट्रेन्ड भनेको एउटा चाहिँ कुक भिजा भनौँ, अहिले धेरै नै अब हजुरले पनि सुनिरहनु भएको, एउटा आफूसँग केही एउटा सिप छैन, दक्ष छैन, एउटा डकुमेन्ट बनाएर 10-15 वर्षको एउटा डकुमेन्ट फेक डकुमेन्ट बनाएर यहाँ आएको हुन्छ। त्यो डकुमेन्ट आउँदाखेरि कति उनीहरूलाई गाह्रो भएको छ अहिले होइन। त्यसमा पनि अब नेपाल जाउँ, पैसा सकिसक्यो, यहाँ लगानी गरेर सकिसक्यो, ऋण लिएर आएको हुन्छ, त्यसको ऋण कहिले तिर्ने होइन, कति धेरै गाह्रो हुन्छ। त्यसले गर्दा हरेक कुरा बुझेर मात्र आउनु होला। तपाईँ कन्सल्टेन्सीहरूले पनि हरेक कुराहरू चाहिँ अहिले चाहिँ मान्छेले प्रलोभन देखाएको हुन्छ है। त्यो कुरालाई चाहिँ तपाईँहरूले चाहिँ मेन कुरा जापानमा के कस्तो घटना भइरहेको छ, कन्डिसन के छ, त्यो पहिला यहाँ जापानसँग बुझ्नु होला। किनकि तपाईँले नेपालमा भएर तपाईँको इष्टमित्र साथीभाइहरू त हुन्छ नि जापानमा, सबैहरूले चाहिँ आइडियाहरू यस्तो यस्तो भएको छ जापान, उहाँहरूले तपाईँलाई सेयर गर्नु, त्यो कुरालाई चाहिँ मध्यनजर गर्दै तपाईँहरू चाहिँ आउनु होला है। अब यहाँ बस्नेहरूलाई चाहिँ के भन्नुहुन्छ भने अब ठिकै छ, अब आफ्नो दुःख सुख त जता पनि दुःखै हो, अब सुख त कहीँ पनि मिल्दैन। त्यो भएर चाहिँ कस्तो हुन्छ नि, दुःखमा नआत्तिनु सुखमा नमात्तिनु भन्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ जति पनि तपाईँहरू स्ट्रगल गर्दै बस्नुभएको छ गर्नु होला, राम्रोसँग गर्नु होला। यदि नियम पालना फलो गर्नु भएको छ भने हजुरहरूलाई केही पनि समस्या हुन्न क्या। तर यहाँ के भन्छ, नियममै फलो केही पनि भएको छैन, आफ्नो हिसाबले गरिसक्यो, उहाँहरूलाई चाहिँ धेरै गाह्रो भएको है। त्यो भएर आफ्नो नियममा बस्दिनु होला। के रुल्स एन्ड रेगुलेसन छ त्यो मानेर बस्दिनु भयो भने तपाईँहरूलाई कुनै पनि गाह्रो छैन फेरि है। यो बस्नको लागि एकदम वातावरण राम्रो छ जापान। सो हामी अब छुट्टी नै छौँ होइन, हाम्रो समय पनि लगभग सकिसकेको छ। सो जाँदा जाँदा हजुरले हुन त जिके त एउटै मिलाउनु भएन है। यो खासमा भन्नुपर्दाखेरि यो जुन हाम्रो यो गाउँखाने कथाको सेगमेन्ट थियो, यो त एउटै मिलाउनु भएन। त्यही पनि त्यो चाहिँ अगाडि भन्दैको भए चाहिँ म अलिकति पढेर आउनु पऱ्यो होइन। अब अचानक कार्यक्रममा चाहिँ अब हुन त अब यसमा त अब पहिलो यो इन्टरभ्यू पहिलो संवाद हो, त्यसले गर्दा के कस्तो छ भन्ने कुरा त अब इभन सुरुमा आउनेलाई थाहा हुन्छ। तर पछिको दिनमा चाहिँ पछि दिनमा जो जोडिनुहुन्छ उहाँहरूले सायद पढेर आउनुहुन्छ होला, हेरेर आउनु पनि होला। सो हामीसँग चाहिँ हजुरको लागि एकदम ब्याम्पर खतरा कुपन छ, 3टा कुपन छ है हामीसँग चाहिँ। यो सस्पेन्ड नै भयो नि त, 3टा कुपन छ। यो कुपन चाहिँ हाम्रो रेस्टुरेन्टको हो। हजुरले चाहिँ यो कुपन आफैले हेर्नु भएर यहाँभित्र के चाहिँ फेसिलिटिजहरू छ भनेर यहीँभित्र हेर्नु सक्नुहुन्छ होइन, सिक्रेट भयो। सो हजुरलाई चाहिँ यो कुपन हामी हाम्रो साकुरा एसडी संवादबाट चाहिँ प्रदान गर्छौँ। सानो फोटो खिच्नको लागि भए पनि अगाडि हेरिदिनु है त। धेरै धेरै धन्यवाद है। जिके 0 भयो भने अब उपहार चाहिँ पाइँदो रहेछ। खाली हात हाम्रो कस्टमरलाई, हाम्रो गेस्टलाई चाहिँ खाली हात नपठाउँ भन्ने कुरा हो। धेरै धेरै धन्यवाद। हजुरले भित्र धेरै धन्यवाद। मुठै देखेको थिएँ मैले त पैसै होला कि भने जाँदा चाहिँ हामी छुट्यौँ। हजुरलाई धेरै धेरै धन्यवाद। हजुरले यो जापान जस्तो ठाउँमा पनि यति हजुरको अमूल्य समय हाम्रो साकुरा एसडी संवादलाई चाहिँ दिनुभयो, त्यसको लागि म एकदम आभारी र मेरो साकुरा संवादको सम्पूर्ण परिवार चाहिँ हजुरप्रति आभारी नै छ। हजुरलाई थ्याङ्क यू। धेरै धेरै धन्यवाद। अब यस्तो कार्य व्यस्तताको कारणले मलाई चाहिँ बोलाएर चाहिँ यो कारण म चाहिँ 2-4 शब्द मेरो भन्ने होइन कुराहरू राख्नको लागि एकदम मौका दिनुभयो, त्यसको लागि तपाईँ कार्यक्रम सञ्चालिका बहिनीज्यूलाई धेरै धेरै धन्यवाद। र होल इन्टायर टिम हाम्रो साकुरा
संवाद टिमलाई पनि धेरै धेरै धन्यवाद र भोलिको दिनमा पनि अझ पनि राम्रो प्रगति उन्नति हुँदै जाओस् भन्ने मेरो शुभकामना छ। थ्याङ्क यू। धन्यवाद।